यसले हाम्रो कस्ट त बढाएको छ नै, यसको इकोनोमिक अपर्च्युनिटी पनि धेरै छ कि हामीले बेला बेलामा कुनै ठेकेदारलाई तर्साएर पनि यसको समस्याको समाधान हुँदैन। कहीँ गएर म यो आयोजना म निर्देशन दिन्छु भनेर पनि समस्याको समाधान हुँदैन। नमस्कार, जय नेपाल। नारायणगढबाट बुटवल जाने बाटो बन्न थालेको कति वर्ष भयो, अझै कति वर्षमा सकिने थाहा छैन। पूर्व पश्चिमको राजमार्गको अवस्था यस्तै छ, फास्ट ट्र्याकको अवस्था यस्तै छ। मेलम्ची सकिन 25 वर्ष लाग्यो। हामीले ठुल्ठुलो आयोजनाहरू हेऱ्यौँ भने पुल, सिँचाइ सबैको कथा यस्तै यस्तै नै पाउँछौँ हामीहरू। हाम्रो सहरमा बनिरहेको सडकहरू पनि हेऱ्यौँ भने सडक बल्ल बनेको हुन्छ, केही समयपछि आएर खानेपानीले खन्छ, खानेपानीको सकिन साथै फेरि ढल आउँछ, ढल सक्यो भने फेरि फाइबर बिछ्याउने भनेर कहिले बिजुलीको अड्डा आउँछ, कहिले टेलिफोनको अड्डा आउँछ। यस्तो स्टोरी जहाँ गए पनि एक कुरा देखिन्छ। अपवाद बाहेक कुनै पनि नसानो ठुलो मजवाला कुनै पनि आयोजना हाम्रो टाइममा सकिँदैन। हामी सबैले देखेको भएको कुरा हो यो। यसले हाम्रो कस्ट त बढाएको छ नै, यसको इकोनोमिक अपर्च्युनिटी पनि धेरै छ, किनकि यसको अपर्च्युनिटी कस्ट नै एकदमै धेरै ठुलो छ। म केही वर्षदेखि पार्लियामेन्टमा काम गरिरहँदै गर्दा पूर्वाधारको सम्बन्धमा हामीले सतहमा देखेको कुराहरूमा काम गरेर मात्र हुँदैन, यसको जरामा गएर काम गर्नुपर्छ। हामीले बेला बेलामा कुनै ठेकेदारलाई तर्साएर पनि यसको समस्याको समाधान हुँदैन। कहीँ गएर म यो आयोजना म निर्देशन दिन्छु भनेर पनि समस्याको समाधान हुँदैन। यसको सिम्टममा काम गरेर हुँदैन भन्ने विषय उठाइरहेको छु। पार्लियामेन्टको एग्रिकल्चर वाटर रिसोर्सेस कमिटीमा बसेर काम गर्दाखेरि होस् वा स्वास्थ्य मन्त्रालय हुँदै गर्दाखेरि स्वास्थ्यको इन्फ्रास्ट्रक्चरलाई एकीकृत बनाएर कसरी गर्दा हुन्छ भनेर होस्, वा हुलाकी राजमार्गको यात्रा गरिसके पछाडि पार्लियामेन्टमा र प्रधानमन्त्रीलाई भेटेर हाम्रो पूर्वाधारहरू नबन्नुको कारण यो भनेर बताइरहँदै गर्दाखेरि होस्, मैले आफैले देखेका यी कुराहरू, गरेको अनुभवहरूको आधारमा नै ती कुराहरू राख्दै आएको थिएँ। पछिल्लो समय प्रोजेक्ट गभर्नमेन्ट, पूर्वाधार मीमांसा भनेर अझै यसको गहिराइमा पुगेर यसको खास प्रब्लमहरू के छ भनेर यसको समस्याहरूलाई आइडेन्टिफाई गर्ने कोसिस गरेको छु। यो तपाईँ हामी सबैले देखेको भएको कुरा हो। यहाँसम्मको त कथा यही नै भयो। तर योभन्दा अगाडि अब यस्तो हुनु हुँदैन। हामीले पनि कतिपय कुराहरू गर्न सकेनौँ, तर अब गर्न सकेनौँ भनेर त्यो एक्सक्युज पनि हामीले पाउनु हुँदैन। हिजो भएन तर अब हुनुपर्छ। त्यसैले अब के गर्ने भन्ने विषयको सन्दर्भमा केही तयारीहरू गरेको छु। पछाडि यसको विस्तृत कुरा तपाईँहरूसँग सेयर गर्नुला। अहिले छोटकरीमा केही कुराहरू सेयर गर्छु। पहिलो कुरा, हामीले कानुनमा सुधार गर्नुपर्ने छ। सडक ऐन मात्र हाम्रो 48 वर्ष पुरानो छ। सडकको नियमावली त बनेकै छैन। सार्वजनिक खरिद ऐन करिब 20 वर्ष भयो। अहिले हामीले गरेको अध्ययनले के भन्छ भने पूर्वाधार समयमा बन्ने कुराको लागि हामीले संशोधन गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने, खारेज गर्नुपर्ने कानुनहरू हामीले हेरेको करिब करिब 3 दर्जनभन्दा बढी कानुन। त्यसलाई नचलाउने हो भने हामीले बाहिर जति हल्ला गरे पनि हाम्रो पूर्वाधारहरू समयमा बन्न सक्दैन। कुन कानुनको के चलाउने, कुन खारेज गर्ने, यसको सबै हामीले तयारी गरेका छौँ। योजनाको छनौट गर्ने कुरादेखि नै समस्या सुरु हुन्छ। कहीँ राजनीतिक हस्तक्षेपबाट